Yo guys, what's up? Welcome back to another reaction. So आजको reaction is going to be on Bulpi the Real को सानो पात्र भन्ने गीत produced by Rhyme Freak. So yeah, let's go. के छ 4 मिनेटको गीत छ, अलिकति लामै छ. Let's see how it is. Yeah. Do you The miss Flow me? Factory. I miss you every day, baby. Just feel me, huh? Look. Yeah. तिम्रो आँखामा देखे कति सपना, तिम्रो चाहना पूरा गर्न सकिन. मतलब त्यो होइन तोड्नु पर्छ सम्बन्ध. प्रयास गर्थे म गल्तीहरू सच्याउन. मनी मान्छे हो गल्ती कसको हुँदैन. तिम्रो साथ भए सायद खुसी हुन्थे म. मात्र याद बाँकी छैन अहिले सम्पर्क. फोटो हातमाथि राखी सम्झिरहन्छु म. लाग्छ सपना मात्र याद बाँकी छैन अहिले सम्पर्क. So basically एउटा ब्रेकअप काइन्ड अफ सँगै हो हैन. सो अलि नराम्रो सिचुएसन हेर्दै छोड्ने मान्छेहरूको बारेमा हो. दुःख लाग्छ. बाँकी छैन अहिले सम्पर्क. फोटो हातमाथि राखी सम्झिरहन्छु म. लाग्छ सपना सरी थियो साथ तिम्रो. अहिले सम्झदा प्रेसर बढ्यो हार्ट बिटको. भुलाउन सक्दिन भन्दिन म माफी देऊ. माया र सम्झना हुँदैन रहेछ 2 दिनको. दिएर गयो तिमीले मनभरि चोट. काम गर्छु दिनभरि रात अनि दो. पुरानो याद बाँकी हातमा चुरोट. निहाल्छु रातभरि तिम्रो फोटो. गर्दिन वर्णन म तिम्रो रूपको. गर्थे म ट्रस्ट अनि माया चोखो. जाँदैन मेट्दा नि तिम्रो झल्को. जस्तै कि छाया र पिपलको बोट. अब त एकचोटि बोलिदेऊ झल्को. जस्तै कि म ट्रस्ट अनि माया चोखो. जाँदैन मेट्दा नि तिम्रो झल्को. जस्तै कि छाया र पिपलको बोट. जाँदैन के भन्छ. जाँदैन मेट्दा नि तिम्रो झल्को. जस्तै कि छाया र पिपलको बोट. अस्ति त छाया र पिपलको बोट. आई मिन नछुट्टिने पाराको. लाइक तिमीले दिएको चोटहरू छुट्टिँदैन, झराउँदैन. ओके. अब त एकचोटि बोलिदेऊ न मलाई. तिम्रो त एक मुस्कान हेर्न मन छ अझै. छुटेको दिनदेखि भेटा छैन. कतै बितेछ 5 वर्ष कति छिटो थाहै नपाई. थाहा छ फेरि फर्की आउँदैनौ सायद. तिमी नि अरू कोहीको साथमा छौ. याद आउँदैन भनी किन ढाड्दैछौ. मेरो आँखामा हेरी भन्न सक्छौ र नबोल झुट साँची मन्दिर छ साथ. तिमी नै थियौ मेरो हर चिजमा. याद गर्छु म साथ जब ढल्किन्छ. कहाँ सजिलै सक्छु भुल्न 4 वर्ष. मेट्दैन यादहरू जति सुकै ठाट तिमी. बितेका पलहरू साथमा नराख तिमी. भुलाउन मेरो नाम अर्कै अङ्गालो तिमी. गर्नेछौ याद पक्कै म मरि गएपछि. लाइक या कोहीसँग त्यत्रो टाइम बसियो होइन, केही टाइमसम्म राम्रोसँग त्यसरी बस्यो भन्दा डेफिनेटली जेसुकै होस् होइन, जसको अहिले जोसुकैको अँगालोमा किन नहोस्, भोलि याद त आउँछ होला नि. एउटा न पोइन्ट आउँछ नि होला, आउनै पर्छ. आई मिन त्यस्तो हार्टलेसहरू त मान्छेहरू त हुँदैनन् होला भन्ने लाग्छ. तर हुन नि सक्छन्. आजकल मान्छेहरूले एकदम अचम्बित बनाइरहेको छन् मलाई. The more you understand त्यो ह्युमन मान्छे भन्ने कुरा जति बुझ्न थाल्छ नि होइन, समटाइम्स त त्यति नै घिन लाग्छ कि कस्ता मान्छे हुन्छ नै भनेर. गल्ती मेरो पनि आउँदैन ढाँट्नु मलाई. गल्ती गरी याद म राख्छु सधैँ. मुटुको बीच तिमी जाऊ अन्तै. तिम्रो खुसी तिमीले भेट्छौ टन्नै. केटा कति जहिले नि बस्नु सधैँ. सहीको बीच सम्हाली राख्नु उसलाई. फुलसरी खुलेर हाँस्नु मलाई. भुलेको दिन तिमीले भेट्छौ टन्नै. केटा कति जहिले नि बस्नु सधैँ. सहीको बीच सम्हाली राख्नु. जहिले बस्नु सधैँ सहिदको बीच. आई मिन तिम्रो मायामा सहिद भएको मान्छेहरूको बीच. ओके.
त्यो हिसाबले भने त्योभन्दा डिप हो यार सही हो सही अब इभन लाइक त्यो सेकेन्ड भर्स स्टार्ट गर्दाखेरि उसले के भन्छ गल्ती त मेरो पनि हुन्छ भन्ने कुरामा गरेँ ठ्याक्क मलाई पनि मैले पनि जस्तै अघि भनिहालेँ के अरे जति मान्छेहरू चिनिरहन्छ त्यति नै लाइक वियर्ड लाग्न थाल्छ किन लाग्न थाल्छ भनेर डज नट मिन कि म पनि राम्रो मान्छे मै मात्र राम्रो मान्छे भन्नु खोजेँ होइन ममा नि कमी कमजोर त टन्नै हुन्छ बट या देयर आर सर्टेन पिपुल कि लिजिटे अचम्म लाग्छ भेट्छौ टन्नै केटा कति जहिले नि बस्नु सधैँ सहीको बीच सम्हाली राख्नु उसलाई फुलसरी खुलेर हाँस्नु मलाई भुलेको दिन अङ्गालो बाँध्नु समय उसको काँधमा सधैँ आत्मा सँगै बनाऊ लाखमा एउटै जात भात भुलाइ बस साथ साथ रमाई हात पात होइन दियोस् माया तिमीलाई यो नै हो अन्तिम चाहना नाइस सो लाइक तपाईँमा छोडेर गएछ आफ्नो ठाउँमा त तर लाइक एउटा चाहिँ मान्छे सही चुज गर होइन तसँग राम्रो रिलेसनसिप बिल्डअप होस् त तेरो लाइफ राम्रो होस् चाहे हामी बिच जे नराम्रो भए पनि म तेरो नराम्रो सुन्छ एन्ड त्यही हो मैले धेरैचोटि भनिसकेको छु होइन आई गेस केटाहरू हतपत्त त्यो अनकन्डिसनलवाला लभ गर्दैनन् जब गर्छन् नि त्यसपछि हुन्छ नि त्यो केटीले चाहिँ थाहा हुन्छ क्या केटाहरूलाई सिम्पली थाहा चाहिँ हुन्छ कि यो केटीले मेरो चुतिया काहीँ न काहीँ काटिरहेछ यसले काटेर हिँड्छ पनि तर त्यो एउटा अनकन्डिसनल लभ एउटा हुन्छ नि होइन यार जेसुकै होस् योसँग जति टाइम बिताउन सक्छु म खुसी नै बिताउन चाहन्छु र यसले मलाई छोडेर गए पनि यो खुसी नै होस् त्यो भने चुतियापाची हुन्छ केटाहरूमा इफ दे ट्रुली लभ समवन हुन्छ नि त्यो मनबाट एकदमै त्यो चुतियापा केटाहरूमा हुन्छ साथ साथ रमाई हात पात होइन दियोस् माया तिमीलाई यो नै हो अन्तिम चाहना गरिन मैले कोसिस तिमीलाई फकाउन लभनका जाऊ म ठिकै छ म बस्न सक्दिनँ तिम्रो मनभित्र घमण्ड होइन यो मुटु छ शीतल आगो र पानीको हुँदैन मिलन त्यसैले आज भोलि खाली छ दिमाग एक्लो नै खुसी मन पर्दैन भिडभाड बिस्तारै बिस्तारै घट्दैछ पीडा हो तिमी जाऊ मलाई केही छैन चिन्ता एकरो भाथे म तिम्रो तस्बिरमा सम्झिने छौ म मरेको दिनमा म मरि गएपछि म मरि गएपछि आफ्नै त्यो संसारमा बिर्सेर मैले दिएको सो या गीतको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यस राइटिङ बुल्पीको अलि रियलै लाग्छ मैले मैले पहिला पनि भनेको छु उसको त्यो फिल हुन्छ नि लाइक उसले केही कुरा फेस गरिसकेपछि मात्र लेखेको हो उसले यो कुराबाट गइसकेपछि मात्र लेखेको हो भन्ने टाइपको फिल हुन्छ डेफिनेटली यहाँ पनि राइटिङ त्यो फिल छ बट मलाई अलिकति उयो नलागेको पार्ट वाज कि यो गीत अझै दामी हुनसक्थ्यो अझै नै दामी हुनसक्थ्यो इफ हुक पार्टमा केही गरेको भए हुन्छ नि हुक पार्टलाई एकदमै प्लेन एन्ड सिम्पल पनि होइन कि अलि मडी काइन्ड अफ वेमा छोडिदिएको छ क्या हुन्छ नि अलि प्लेन मडी काइन्ड अफ भाइबमा छोडिदिएको छ क्या त्यो फिल भयो समथिङ हुन्छ नि हुकमा अलिकति पावरफुल केही भइदियो भए झन् बवाल हुन्थ्यो भन्ने कुरा चाहिँ लाग्यो ओभरअल राइटिङ बेसमा डेफिनेटली होइन अब ब्रेकअप रिलेटेड सङ हो हामीले नयाँ आई थिङ्क त्यो के भन्छ सहिदवाला लाइन इफ इट इज वट आई थट इट वाज होइन त्यो भए त्यो एउटा दामी लेखा हो है अरू डेफिनेटली पहिला अब अरूहरूले पनि त्यस्तो धेरै नै लेखिसकेको काइन्ड अफ फिल चाहिँ भयो होइन बट ओभरअल अ भेरी नाइस सङ होइन सो या इफ आई हेभ टु रेट इट आउट गिभ इट 3 out of 5 with that being said I'll see you guys again on the reaction till then take care bye bye